सकेनौं। यो गणतन्त्र पनि राणा शासनभन्दा कमजोर रहेन। यहाँ तपाईहरू जुन राणाको शाहको पञ्चायतको जुन नियत त्यो नियतमा परिवर्तन आएन। हामी अब अर्को परिवर्तनकारी नयाँ आन्दोलन गर्न बाध्य बनिरहेका छौँ। त्यसो भएको कारणले राज्य सुध्रिनु, आफ्नो नियत सुधार्नु र जनताको लिडरसिप लिन नसकिरहेको, लिडरसिप फेल भएको अवस्था हामीले महसुस गरेका छौँ। आज गम्भीर रूपमा नेपाल संघीय समाजवादी पार्टीको पनि ध्यान आकर्षण भएको छ। सामान्य आफ्नो आस्थाको धरोहरलाई बचाउने आन्दोलन गर्ने, सामान्य माग राखेर आन्दोलन गर्ने जनतामाथि बर्बरतापूर्वक गोली बर्साउने काम त्यो राम्रो कुरो हो। अनि जुन सत्ताको धार्मिक हस्तक्षेप गर्ने जुन नीति छ यसप्रति हाम्रो ध्यान आकर्षण भएको छ गम्भीर रूपमा। मुकुमनुङमा पाथीभारा खोज्ने त्यो तरिकाको धार्मिक हस्तक्षेपले र अनि यहाँ चाहिँ म ठ्याक्कै देख्छु भारतको राजनीति बाबरी मस्जिदमा रामको मन्दिर खोजेपछि के होला त्यस्तै तरिकाको यो देशमा एउटा साम्प्रदायिक दंगा भड्काउने, द्वन्द्व गराउने प्रयत्न सरकारकै पक्षबाट भइरहेको छ। यसप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भइरहेको अवस्था छ। त्यसै भएको कारणले खबरदार सरकार, हामी द्वन्द्व चाहेका छैनौँ। हामी साम्प्रदायिक द्वन्द्वको समाधान गर्न चाहिरहेको छौँ, समानता स्थापना गर्न चाहिरहेको छौँ। तपाईहरूले पटक पटक धोका दिएको कारणले हामी एउटा समतामूलक समाज सिर्जना गर्नको लागि एउटा नयाँ शक्ति निर्माण गर्न खोजिरहेको छौँ, नयाँ पार्टी बनाउन खोजिरहेको छौँ। त्यसो भएको कारणले आज जे होस् यस एउटा मुद्दामा, मुकुमनुङको मुद्दामा आज हामी केन्द्रित भएर न्यूनतम केवलकाल खारेजीको माग मात्रै राखिरहेको अवस्था छ। यदि सत्ताले यस आवाजलाई गम्भीरतापूर्वक रूपमा लिएन भने यही आन्दोलनबाट हामी देशभरि भइरहेको हस्तक्षेप, शोषण, दमन र उत्पीडनको विरुद्धमा एक भएर सङ्घर्ष गर्न तयार भएको छौँ। हामी सबै सङ्घ संस्था, सबै दलहरूको ध्यान आकृष्ट भइसकेको अवस्था जानकारी गराउँदै र सरकारलाई अन्तमा सुध्रिन र हाम्रा आन्दोलनहरूलाई सम्बोधन गर्न हार्दिक अपिल गर्दै मेरो 2 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद।